मेरो बुवा आमाले भन्नुहुन्छ, सानो छँदा तिमी साह्रै फोहोरी थियौ अनि जिद्दी पनि अति गर्ने, नुहाउन भनेपछि रोएर जोर गर्ने। सही हो, अलिअलि कुरा मलाई पनि याद छ। कक्षा 5 सम्म पुग्दा समेत मैले प्यान्टभित्र कट्टु लाउँदिन थिएँ, बरु 2-3 वटा प्यान्ट नै लाएर जान्थेँ। एक दिन अनिरुद्ध सरले पनि नेपालीमा कविता पढ्न अनुरोध गर्नुभयो र मलाई कक्षामा उभ्याउनु भयो। त्यो दिन मेरो एउटा प्यान्ट फुत्केर भित्रका अरू 2वटा प्यान्ट पनि साथीहरूले देखेका थिए। प्रेमले त मलाई सधैँ जिस्क्याउने काम गरिरहन्थे। अनि बिस्तारै 6, 7, 8 पुगे, तर पनि सँगै 2-3 वटा प्यान्ट लाउने, कट्टु नलाउने बानी हटेन। 9 कक्षामा चाहिँ मैले एउटा कट्टु किने र नियमित कट्टु लाएँ। 10 कक्षामा पुग्दा समेत मसँग यही कट्टु थियो। कट्टु निकै पुरानो भइसकेको थियो, ठाउँ ठाउँमा फाटेको थियो। बाहिर प्यान्ट लाउनै पर्छ, भित्र कट्टु फाटेको भए पनि के हुने हो र भन्ने सोच हुन्थ्यो। नयाँ कट्टु किन्न मलाई साह्रै लोभ पनि लाग्थ्यो। त्यही भएर पनि सधैँ त्यही फाटेको कट्टु लगाएर स्कुल जान्थेँ। एक दिन कक्षामा विनोद, नन्दराम, गीता, अञ्जली र मैले होमवर्क नै गरेका थिएनौँ। लक्ष्मण सरले हामी 5 जनालाई कुखुरा मुर्गा बनाउनु भयो। त्यही बेरमा मेरो चाहिँ प्यान्ट फुत्केर घुँडासम्म पुग्यो। मेरो फाटेको कट्टु देखेर विद्यार्थी सबै हाँस्न थाले। कोही कोहीले त लजाएर आँखा नै बन्द गरे, कोही कोही झसङ्ग भए, कोही कोही हेरेका हेरै भए। भोलिपल्टदेखि साथीहरूले मेरो नाम नै फाटेको कट्टु राखिदिए। आफ्नो विद्यार्थी जीवनमा भएका हाँसो ठट्टाका कुरा हिजो धनगढीदेखि काठमाडौँको यात्रामा केशवले खुलस्त गरे।